हेलो एभ्रिवान। मुभीको स्टार्टिङमा दुईटा स्नेकलाई देखाइन्छ। एउटा हुन्छ व्हाइट स्नेक र अर्को हुन्छ ग्रीन स्नेक। दुवै सिस्टर हुन्छन्। देख्दा त उनीहरू यङ नै लाग्दै थियो, तर उनीहरूको एज 1000 इयर भन्दा पनि बेसी थियो। व्हाइट स्नेकको नेम हुन्छ सुजिन। दुवै स्नेकसँग एबिलिटी थियो कि उनीहरूलाई मान्छेको रूप पनि लिन सक्ने। एक दिन दुवै स्नेकले पहाडबाट एउटा केटालाई देख्छन् जसको नाम हुन्छ सियान। उसले पहाडमा रहेको फुलहरूलाई टेस्ट गर्दै थियो। यो देखेर दुवै स्नेकहरू छक्कै पर्छन् र उनीहरू भन्छन् के मान्छेहरूले पनि फुललाई खान्छन् र? तर वास्तवमा सियान आफ्नो साथीहरूसँग त्यहाँ जडीबुटी सर्च गर्न आएको थियो र सियान त्यहाँ एक्लै नै पहाडमा माथि चढिरहेको थियो। तब ग्रीन स्नेक पुरै स्नेक भएर उसलाई तर्साउन जान्छन् र ऊ उसलाई देखेपछि डराउँछ। त्यसको कारणले गर्दा ऊ रिभरमा चढ्छ। यो देखेर सुजिनलाई नराम्रो लागिरहेको हुन्छ। त्यसैले सुजिन पुरै मान्छेको रूप लिएर उनी पानीमा झर्छिन् र त्यहाँ गएर सियानले सास दिएर उसलाई बचाउँछिन् र उसको ज्यान बचाइसकेपछि उसको हेल्प गरिसकेपछि उनी त्यहाँबाट जान्छन् र सियानले जब आँखा खोल्छ त्यहाँ उसका साथीहरू थिए र उसले आफ्नो साथीहरूलाई भन्छ मेरो ज्यान बचाउने त्यो केटी खै? र उसको साथीहरूले भन्छन् केटी? यहाँ त कुनै केटी थिएन, सायद त्यो तिम्रो इमेजिनेसन होला। र त्यही दिन गाउँमा फेस्टिभल सेलिब्रेट गर्न लागिरहेको हुन्छन् र यस फेस्टिभलमा टेम्पलको मास्टर र उसको चेला पनि आउन लागिरहेको हुन्छन्, किनकि उनीहरूलाई डाउट थियो कि यस फेस्टिभलमा मोन्स्टरहरूले मान्छेलाई एट्याक गर्न सक्छन् भनेर। र सियान जडीबुटी लिएर जाँदै हुन्छ र त्यहाँ उसले मास्टरलाई भेट्छ र मास्टरको चेलालाई उसले लिफ्ट दिन्छ र उतातिर सुजियान सियानको बारेमा कन्टिन्यू सोचिरहेकी हुन्छन्। उनी सोचिरहेकी हुन्छन् उसलाई हेल्प गरेको र उसले आफ्नो सास दिएर बचाएको। र सुजियान आफ्नो सिस्टरलाई भन्छन् जसलाई मैले आज आफ्नो सास दिएर बचाएँ, म उसँग भेट्न चाहन्छु। र दिदीबहिनीहरू त्यो गाउँमा हुन गइरहेको फेस्टिभलमा उनीहरू पनि जान्छन् र त्यहाँ मास्टर र उसको चेला फाइट गर्नका लागि एकदम तयार भएर आएका हुन्छन्। र ग्रीन स्नेकले सियानलाई देख्छन् र उसको छेउमा गएर भन्छन् मेरो सिस्टरले तिमीलाई माया गर्छिन् रे र तिमीसँग भेट्न चाहन्छन् रे, त्यसैले गर्दा तिमी मेरो सिस्टरसँग भेट्न जाऊ। र सियान भन्छ म तिम्रो सिस्टरलाई चिन्दिनँ र म उसँग भेट्न पनि जाँदिनँ भन्छ। र यो सुनिसकेपछि ग्रीन स्नेक पानीमा झर्छिन् र सियान जुन बोटमा बसिरहेको थियो त्यो बोटलाई पछाडिबाट धकेल्छिन् र आफ्नो सिस्टर बाटोमा लिएर जान्छन्। र सियान सुजिन बाटोमा पुगिसकेपछि सुजियान भन्छन् म तिमीलाई माया गर्छु। र सियान भन्छ तर म अरूलाई नै मन पराउँछु, तर मलाई थाहा छैन उनी को हुन् भनेर। मलाई यति मात्र थाहा छ उसले मलाई उसको सास दिएर बचाएकी थिइन्। र यो सुनेपछि सुजियान बुझिहाल्छन् कि उसले मेरो बारेमा कुरा गरिरहेको छ भनेर र यसले पनि मलाई माया गर्छ भनेर उनी बुझिहाल्छन् र उसलाई फेरि पानीमा धकेलिदिन्छन् र उनी पनि पानीमा पस्छन् र उसलाई फेरि सास दिएर र उनी उसलाई पनि रियलाइज गराइदिन्छन् कि त्यो केटी मै हो जसलाई उसले मन पराउँछ र जसले उसको ज्यान बचाएको थियो। अब सियानलाई पनि थाहा भइसकेको थियो कि यो त्यही केटी हो भनेर। र मास्टरको साथीले के मोन्स्टरहरूलाई देख्छ र त्यसैले उनीहरूसँग बहादुरी साथ फाइट गर्न जान्छ र फाइटको दौरान त्यो चेलालाई एउटा मोन्स्टरले टोकिदिन्छ। त्यसैले उसले आफ्नो मास्टरलाई हेल्पको लागि बोलाउँछ र मास्टर त्यहाँ आएर उनीहरूसँग फाइट गर्छन् र उनीहरूलाई जलाएर राख गरिदिन्छन्। नेक्स्ट डे सुजियान सियानको घरमा जान्छन्। सियान उसले आफ्नो घरमा देखेपछि खुसी हुन्छ र तिनीहरू एकै ठाउँमा बस्न थाल्छन् र उनीहरूले विवाह पनि गर्छन्। मास्टरको चेला जब फेस्टिभलवाला दिन मोन्स्टरहरूसँग फाइट गरिरहेको थियो तब एउटा मोन्स्टरले उसलाई टोकेको कारणले गर्दा ऊ पनि बिस्तारै बिस्तारै मोन्स्टर हुँदै थियो र उसले सुसाइड गर्न खोज्दै थियो। र त्यहाँ ग्रीन स्नेक आइपुग्छन् र उनी भन्छन् तिमी यस्तो किन गर्दैछौ? र चेलाले भन्छ म अब मोन्स्टर हुँदैछु। मोन्स्टर भइसकेपछि मानिसहरूको लागि एकदम यो खतरनाक हुनसक्छ, त्यसैले म मान्छेहरूको लागि खतरा बन्न चाहन्न, त्यसैले म सुसाइड गर्न चाहन्छु। र यो सुनेर ग्रीन स्नेक उसले आफ्नो रियालिटी देखाउँछिन् र भन्छन् यदि तिमी मोन्स्टर भइहाल्यो भने केही फरक पर्दैन, बिकज म पनि मोन्स्टर नै हो भन्छन्। र त्यसपछि मास्टरले देखाइन्छ उनी त्यही गाउँतिर जाँदै थिए र त्यहाँ मोन्स्टरहरूले एट्याक गरेको कारणले गर्दा त्यहाँ आएको मान्छेहरू मर्दै थिए र ती मान्छेहरूको ज्यान बचाउनको लागि सियान जडीबुटी बनाउँदै थियो। र सुजियानलाई थाहा थियो तिनीहरूलाई मोन्स्टरले एट्याक गरेको भनेर, जो कि एकदम पावरफुल र खतरनाक छन् भनेर। त्यसैले यो साधारण जडीबुटीले तिनीहरूको ज्यान बचाउन सक्दैन भनेर त्यसैले उनी आफ्नो हस्बेन्डको हेल्पको लागि र तिनीहरूको ज्यान बचाउनको लागि उनी त्यहाँ आफ्नो सास हालिदिन्छन्। र त्यहाँ एउटा मुसा थियो र उसले भन्छ तिमी यो के गर्दैछौ? तिम्रो लागि यो खतरनाक हुनसक्छ र तिमी कमजोर पनि हुनसक्छ। र सियानले त्यो जडीबुटी ती मान्छेहरूलाई लगिदिन्छ र उनीहरू ठिक भइरहेका थिए र यो मास्टरले देखिरहेका थिए र उनी छक्कै पर्छन् र उनी सियानलाई गएर सोध्छन् कि तिमीलाई यो जडीबुटी बनाउन कसले हेल्प गरेको थियो? सियान भन्छ हजुर, यो मेरो वाइफले बनाउन सहयोग गरेकी थिइन्। र मास्टरलाई शङ्का भइसकेको थियो कि उनी मान्छे होइनन्, उनी पक्कै एउटा मोन्स्टर हो भनेर।
र उसले उसको सेफ्टीको लागि एउटा शक्तिशाली नाइफ दिन्छ र मास्टर सुजियान बाटम जान्छन् र उनीहरूबीच तरो फाइट चल्छ र मास्टरले उसलाई कब्जा गरिहाल्छन् र सुजियानलाई भन्छन् मोन्स्टर र ह्युमनको कहिले मिलन हुन सक्दैन। तिमी एउटा राम्रो मोन्स्टर रहेछौ, तिमीले अर्कालाई बचाउनको लागि सहयोग गर्यौ, त्यसैले म तिमीलाई छोड्दैछु र तिमी उसलाई छोडेर जाऊ, नभए यसको अन्जाम नराम्रो होला। र उनी त्यति भनेर त्यहाँबाट जान्छन्। के यसपछि सुजियानले सिनलाई छोडेर जालिन् त? यसको लागि पार्ट 2 हेर्न नबिर्सिनुहोला।